साइनोसाइटिस हुँदा धेरैचोटि डक्टर्सहरूले साइनस सर्जरी रेकमेन्ड गर्ने गर्दछन्। साइनस सर्जरी साइनोसाइटिसको ट्रिटमेन्टको एउटा अहम हिस्सा हो, तर कुनै कुनै कन्डिसन्सहरूमा साइनस सर्जरी नपर्ने या जरुरत नहुने गर्दछ। ती कन्डिसन्सहरू आज हामी बुझौँ। 1 नम्बरमा भन्नुपर्दा एलर्जिक राइनाइटिस विथ साइनोसाइटिस। याद गरौँ, एलर्जी हुँदा हाम्रो साइनसको जुन चाहिँ द्वारहरू छ त्यो आफै पनि त्यसरी फुलिरहेको हुन्छ, अनि कहिलेकाहीँ हामी जस्ट एलर्जीको मात्र ट्रिटमेन्ट गर्दा साइनोसाइटिस आफै नै सबसाइड आफै नै कम्ती हुने गर्दछ। सो एलर्जी विथ साइनोसाइटिस छ भने फर्स्टमा सर्जरीतर्फ नलाग्ने, एलर्जिक राइनाइटिसको ट्रिटमेन्ट गर्ने, अनि त्यसैले पनि साइनोसाइटिसलाई कम्ती गराउने गर्दछ। 2 नम्बरमा भन्नुपर्दा तपाईँले साइनोसाइटिसको लक्षणहरू देखिएको छ अनि डक्टरले तपाईँले एउटा सिटी स्क्यान गराउनु भयो। सिटी स्क्यान गऱ्यौँ, सिटी स्क्यानको रिपोर्ट हेर्दा अलिअलि साइनोसाइटिस छ, तर त्यति बेसी चेन्जेसहरू छैन, साइनसको लाइनिङहरू त्यति फुलिएको छैन भने पनि डाइरेक्ट सर्जरीतर्फ नलागौँ। मेडिकल म्यानेजमेन्टले पनि यी साइनोसाइटिसको कन्डिसन्सलाई, यी साइनोसाइटिसलाई ठिक गर्न सक्छ। 3 नम्बरमा फेरि सिटी स्क्यान गरियो अनि त्यसमा साना साना पलिपहरू, म्युकस रिटेन्सन सिस्ट या स्मल म्याक्सिलरी पलिपहरू भन्ने रिपोर्ट आएको छ भने पनि ती पलिपहरू आफै नै यिनीहरू कम हुने गर्दछ अनि त्यसमा सर्जरी या अपरेसनको जरुरत पर्दैन। 4 नम्बरमा तपाईँले साइनोसाइटिस छ, अलिकति मासुहरू, पलिपहरू पनि पलाएको छ, तर युजुअली सर्जरीपट्टि जानुभन्दा अगाडि हामी एउटा म्याक्सिमम मेडिकल ट्रिटमेन्ट भन्ने दिने गर्दछौँ। यदि मेडिकल ट्रिटमेन्टले काम गरेन, तपाईँको नाकहरू एकदमै ब्लक वा पलिपहरूले दबाई पस्नै दिएन भने मात्रै हामी सर्जरीको रेकमेन्ड गर्ने गर्दछौँ। अनि 5 नम्बरमा तपाईँले एकदम साइनोसाइटिसको जस्तै सिम्पटमहरू, दुख्ने, मुख दुख्ने, यस्तो भारी हुने, यस्तो सिम्पटम्सहरू छ अनि डक्टरले तपाईँलाई एउटा सिटी स्क्यान फेरि गराउनु भयो। सिटी स्क्यानमा तर त्यति साइनोसाइटिस चेन्जेस छैन, मतलब सिम्पटम र जुन चाहिँ रेडियोग्राफिक इमेज या सिटी स्क्यानको रिपोर्ट छ त्यसमा अलिकति कोरिलेट नहुँदा पनि हामी डाइरेक्ट सर्जरी गर्दा तपाईँलाई त्यसले फाइदा नपुर्याउन सक्छ। सो यी कन्डिसन्सहरूमा पनि तपाईँले सर्जरी अलिकति एभोइड गरेकै राम्रो। त यस भिडियोमा सर्जरी कहिले अनि किन नगर्ने बुझ्यौँ। नेक्स्ट भिडियोमा सर्जरी कहिले गर्नै पर्ने हुन्छ त्यसबारेमा हामी बुझ्नेछौँ। त यदि तपाईँलाई सर्जरी रेकमेन्ड गरिएको छ भने कुन चाहिँ कन्डिसनको लागि गरिएको छ तपाईँले हामीलाई कमेन्ट्समा भन्न सक्नुहुनेछ। थ्याङ्क यू। Dr. Diwakar Bistar. Experience, expertise, excellence.